हेलो एभ्रिवान, म चाहिँ तपाईँहरूलाई अस्ति भाँचेको पुल देखाउनु गइरहेछु। लास्टसम्म भिडियो हेरिदिनुहोस् होला है। अनि यो पुल चाहिँ कहाँ भन्दाखेरि चाहिँ यो दुधियाको पुल है। अस्ति दुईवटा बाइक र गाडी बगायो अरे है। कस्तो प्रकारले भाँचेको छ म तपाईँहरूलाई देखाउनु छु ल। हेर्नुहोस् त, आमाम बिचमै टक्कै भाँचेको छ। यस्तो मजबुत पुल पनि बिचमै भाँचेको छ, हेर्नुहोस् न। अनि मुनि चाहिँ काम चलिरहेछ है। घरहरू हेर्नु बगाएको, घरहरू सबै बाङ्गो परिरहेछ। घरको आधी भागै छैन है। यो फर्स्ट घर हो। यसको सेकेन्ड घर झन् डल्लै बगाइरहेछ है। अझै उता पनि घर थियो अरे। मुनि मुनि चाहिँ छैन, अब केही छैन हो। सबै बगाएर अहिले पहाड जस्तो भइरहेछ यी। अनि अर्को साइडमा चाहिँ काम चल्दै रहेछ है। यो चाहिँ काम चलाउको लागि पुल अरे। अनि के गरेको नयाँ पुल बनाएको काम चाहिँ चल्दै रहेछ है। काम चलाउको लागि भए पनि दमादम काम चलिरहेछ है। अहिले काम चलाउको लागि चाहिँ नि यो मान्छे हिँड्ने यो तलको चाहिँ। अनि मान्छे हिँड्ने चाहिँ हेर्नु न, मुनि बाँसको पुल बनाइरहेको रहेछ है। त्यो पनि अब रिस्की। पानी चाहिँ अहिले पनि ठुलो छ अरे है। तर उनीहरूले चाहिँ दुई भाग गरेको रहेछ काम गर्नुको लागि चाहिँ। अनि यतापट्टि काम गर्दाखेरि चाहिँ पानी बन्द गरेर उतापट्टि गर्छ अरे। अनि फेरि उतापट्टि काम गर्दा चाहिँ पानी बन्द गरेर यतापट्टि काम गर्छ अरे। हो यसरी उनीहरूले दुई भाग गरेर चाहिँ यतापट्टि बन्द गर्दै उतापट्टि काम गर्दै, उतापट्टि काम चलाउ गर्दै यतापट्टि बन्द गर्दै गरेको रहेछ है। उनीहरूले चाहिँ यसरी दुई भाग बाँडेको रहेछ खोलाले। यहाँ हेर्नुहोस् त, घरहरू यस्तो भएको छ है।